नमस्ते सम्पूर्णमा पछिल्लो समय मैले सनातन धर्मको पक्षमा बोल्दै गर्दा हिन्दू विरोधीहरूले मेरो बारेमा हालसालै अफवाहहरू फैलाइराख्नु भएको मैले पाएँ, जसमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ, जसको चाहिँ म कानुनी उपचारमा गइसकेको छु। र यदि कसैलाई जुन हजुरले अहिले भ्रमहरू फैलाइराख्नु भएको छ वेदिका केसीले ठगेको भनेर, यदि मैले कसैलाई ठगेको छु भने हजुरहरू पनि कानुनी उपचारमा जान मैले आग्रह गरेँ, किनभने देशमा कानुन छ, न्याय छ, होइन। हजुरले पक्कै पनि न्याय पाउनुहुन्छ यदि वेदिका केसीले हजुरलाई ठगेको रहेछ भने। र जुन मेरो बारेमा प्रचारहरू गलत भइरहेछ, षड्यन्त्रहरू रचिरहेछ, त्यसको बारेमा म चाहिँ कानुनी उपचारमा गइसकेको छु। र जति पनि मेरो शुभचिन्तकहरूले चिन्ता जताइराख्नु भएको थियो, हजुरलाई म के भन्न चाहन्छु भन्दा यो हप्ता कुर्दिनुहोस्, तथ्य सत्य के हो हजुरको अगाडि नै आइपुग्छ। र त्यो मैले बोलेको अडियो क्लिप मैले नै बोलेको हो, तर कुन सन्दर्भमा बोलेको भन्ने कुरामा पनि थाहा हुन जरुरी हुन्छ। किनभने यदि कसैले मलाई हजुर हजुर भन्छ भने मैले फर्काउने सम्मान नै हो, तर कसैले मलाई तँ भनेर रको गालीदेखि मको गालीसम्म दिन्छ भनेर मैले त शान्ति नै त बोल्छु होला नि त। हो, त्यो अब यो कुरा त्यो अडियो कहिलेको भन्दा पनि यो माताहरूको कुरा निस्किनु पनि 2-3 महिना अगाडिको कुरा हो लगभग, होइन। र त्यही हो, म चाहिँ कानुनी उपचारमा गइसकेको छु। जति पनि मेरो शुभचिन्तक हुनुहुन्छ यो हप्ता पर्खिदिनु होला, तथ्य सत्य हजुरको अगाडि आउँछ। र मैले वेदिका केसीले कसैलाई ठगेको छ भने कानुनी उपचारमा जानु। र जति पनि यो टिकटकका भाइरसहरू हुनुहुन्छ जसले चाहिँ कुरा नबुझिकन मेरो बारेमा अफवाहहरू पनि फैलाइराख्नु भएको छ आफ्नो $2-4 लागि, यदि त्यसले तपाईँहरूको पेट पालिरहेछ, तपाईँहरूलाई खुसी मिलिरहेछ, तपाईँहरूलाई अलिअलि आय स्रोत भइरहेछ भने म खुसी छु त्यो कुरामा। त्यो कुरालाई कन्टिन्यू गर्नु होला। र मैले ठगेको व्यक्तिहरू जानुहोस्, कम्प्लेन गर्नुहोस्। देशमा कानुन छ, न्याय छ, न्याय पक्कै पनि मिल्नेछ। म यो सजाय पक्कै पनि पाउनेछु यदि ठगेको हो भने। होइन भने चाहिँ हजुरहरूलाई म केही ठिक छ हजुर। नम्बर त उहाँहरूले अफ गरिसकेको के, पहिला चलाएर फरार हुनुहुन्छ नि अफ गरेर, हो त्यस्तोको चाहियो, होइन। अनि उहाँको फोटो चाहियो, छ भने नामहरू त्यो चाहियो। त्यति भयो भने उठ्छ, होइन मान्छे भेटिन्छ। जस्तो पैसै उठाउनको लागि कतिपयले चाहिँ मोहनी लगाएर पनि पैसा उठाइदिने हुन्छ नि त। जस्तो मोहनीलाई लिने, यहाँ तन्त्र मन्त्र गरेर उसलाई चाहिँ पैसा फिर्ता गरेर, होइन उसलाई पैसा फिर्ता दिउँ जस्तो लाग्छ, होइन। अब छँदै छैन भने पनि त्यो मान्छे भेटिन्छ, होइन। भेटेर केही समयपछि अब दिने होला हुन्छ। त्यसो भएदेखि तपाईँले लभमा ब्रेकअप भएका, एकहोरो प्रेम गर्नेहरू, ट्राजेडी के भन्छ नि ट्रेजेडी परेकाहरू तपाईँले सब समाधान गर्नुहुन्छ, होइन। तर यो यस्तो पनि सम्भव छ भने तपाईँले एउटा कुरा नै गुरुबा, मसान घाटबाट मान्छेको हड्डीको धुलो पनि तपाईँसँग छ भन्ने तथ्याङ्क हामीले पारेको छौँ। देखाउनुहोस् त, ल दम छ भने तपाईँसँग दम छ, देखाउनुहोस् त। त्यसो भए कति कुराहरू देखाउनु मिल्छ। तपाईँ मसान घाटमा सुत्ने, तपाईँ एकदमै आँटिलो मान्छे है, मसान घाटमा सुत्ने, अनि मरेको मान्छेको त मितलाउने, तपाईँले मितलाउने डर हुँदैन भने? हुँदैन। हामीलाई त बाहिर निस्किँदै पिछा आउँछ, होइन हुँदैन। राति मधेरामा निस्किँदै अब त डरले हाल्छ। कतिजना डराउँछन् पनि, होइन। कसरी सुत्यो भन्छन्, म सुत्छु पनि। हिजो भर्खरै पनि तपाईँ जिउँदो मान्छे मरेको ठाउँमा, जलाएको ठाउँमा किन जानुहुन्छ, के खान जानुहुन्छ भने? हिजो भर्खरै पनि, होइन, म मसान घाटमा गएर मसानको गरेर, होइन, गरेको थिएँ। मसँग त्यो भिडियोहरू पनि छ, हेर्न सक्नुहुन्छ तपाईँले। तपाईँ मसान घाटमा जानुहुन्छ है? कति दिनसम्म बस्नु हो मसान घाटमा? ल भन्नुहोस्। म महिनाও सुत्छु। राति सुत्नुहुन्छ, घाटमै सुत्नुहुन्छ, बत्ती बालेर कि मारेर? के को बत्ती सत्ती के पनि छैन मलाई। तपाईँ मान्छे हो कि भूत हो? तपाईँ मान्छे हो कि भूत हो? म मान्छे त मान्छे हो, होइन। तर अलिकति म छुट्टै खालको मान्छे। क्षमता धेरै छ तपाईँसँग है। कोही गुरु आए महिनासम्म भात नखाइ बाँच्न सक्छु भने तपाईँ कति दिनसम्म खाना नखाइ बाँच्न सक्नुहुन्छ? म त्यसरी कति दिनसम्म खाना नखाइकन म बाँचेको पनि छैन। त्यो मैले प्र्याक्टिस नै गरेको छुइनँ, होइन। हो, कहिले कहिले म थाइल्यान्डमा हुँदाखेरि साधना गर्दाखेरि 1 हप्तासम्म समुद्रमा, होइन, समुद्रमै बसेर खाना नखाइकन बसेको छु 1 हप्तासम्म। तर भनेपछि तपाईँको मसान घाटमा तपाईँलाई गाह्रो छैन, होइन त? छैन। मसान घाटमा महिनौ सुतेको छु। अस्ति पनि रविलाई निकाल्नुभन्दा अगाडि, होइन, 7 दिनसम्म सुतेकै हो म। हस् त, अरू केही विशेष छ? गुरु तपाईँ योभन्दा केही समय अगाडि पशुपतिमा पनि त्यो राति गएर जुन के अन्धशुक्र के यो पूजासुजा गर्न नमिल्ने समयमा त्यहाँ पनि मसान घाटमै गएर बस्नु भएको थियो, होइन। उता त्यो सुतेको थिएँ माथि जङ्गलमा मान्छे गाड्ने ठाउँमा। हजुर। कि त्यहाँ के भेट्दो रहेछ गुरु? के पाउनुहुन्छ? सुन्नुहोस्,
त्यहाँ चाहिँ ऊर्जाहरू हुन्छ क्या जस्तै हाम्रा साधु सन्तहरूलाई गाडेको हुन्छ होइन उहाँहरूसँग धेरै त्यहाँ के अरे ज्ञानहरू हुन्छ सूक्ष्म ज्ञानहरू हुन्छ तन्त्र मन्त्रहरू हुन्छ होइन जुन कुराहरू चाहिँ तीभित्र थिचेको हुन्छ क्या जब त्यहाँ गएर तपाईँ साधना गर्नुहुन्छ सुनसान कोही नभएको बेलामा मध्यरातमा नि उहाँहरू जाग्नुहुन्छ क्या जागेर उहाँहरूसँग भएका केही शिक्षाहरू दिनुहुन्छ होइन र देशमा केही हुँदैछ भने त्यो के अरे बाणीहरू गर्नुहुन्छ यस्तो हुँदैछ भनेर होइन उहाँहरूले सिकाउनुहुन्छ यो गर होइन यो गऱ्यो भने यो मान्छे ठिक हुन्छ छुट्छ भनेर जस्तै रविलाई जनताले छुटाउन सकेनन् होइन मैले त्यहाँ गएर घाटमा गएर तपस्या गरेँ यो गर रवि छुट्छ भन्नुभयो मैले त्यही गरेँ तपाईँहरूको मिडियामा मैले च्यालेन्जै पनि दिएको थिएँ रवि छुट्छ भनेर भनेपछि तपाईँलाई यो रवि लामिछानेलाई चाहिँ यो खालको पूजा गऱ्यो भने छुटाउन सकिन्छ है भनेर मसान घाटबाट मसानले नै भनेको अझै पनि उहाँलाई यो सङ्कट छ भनेकै छ अनि गुरु तपाईँ यसरी अब जान चाहिँ कहिले कहिले जानुहुन्छ मसान घाटमा अनि के गर्नुपर्छ त्यहाँ जाँदा अब जो कोही जाँदा हुन्छ या साधु सन्त तपाईँहरू जस्तै धर्मगुरु यो तन्त्र मन्त्र गर्न जान्ने मात्रै जाने हो कि जो कोही पनि जान मिल्छ या समय तिथि मिति हेर्नु होइन जो कोही पनि गयो भने त त्यहाँ बिरामी भएर रगत छादेर मर्छ पनि है म चाहिँ जान्छु होइन विशेष गरेर औँसीको रातमा म जान्छु होइन तर एउटा तपाईँहरूलाई अचम्म लाग्ला होइन म त्यो मसान घाटमा ध्यान गर्दा गर्दै होइन त्यही ध्यानबाट आगो बालिदिन्छु म र आगो बालिदिन्छु म ध्यान गर्दा गर्दै मसान घाटमा आगो बालिदिन्छु मलाई न त सलाई चाहिन्छ न त मट्टीतेल चाहिन्छ न त दाउरा चाहिन्छ होइन न त केही चाहिन्छ म आफै र आगो बालिदिन्छु त्यो आगोले असर गर्ने खालको हुन्छ या देखावटी देखाउन मात्र हुन्छ होइन त्यसमा के सल्कायो भने सल्किन्छ या त्यो छेडी होइन सल्किन्छ तपाईँले छोयो भने हात पोल्छ खरानी हुन्छ सबै हुन्छ भनेपछि भीमेश्वर गुरुसँग यस्तो शक्ति छ जो ध्यान गरेर बिना लाइटर सलाई केही नभइकन त्यसै आगो बालिदिन सक्नुहुन्छ यति मात्र होइन तपाईँ यहाँ सुत्नुहोस् होइन मलाई हाँडी दिनुहोस् होइन तपाईँको 2 माना चामल दिनुहोस् होइन त्यो हाँडीमा चामल राखेर छोपेर होइन त्यो हाँडीमै भात पकाइदिन्छु पानी हाल्नु पर्ला हाँडीमा भात त पाकिहाल्छ त पानी हाल्ने तल आगो बाल्ने ए बाबा तपाईँको छातीमा राखेर भने ओहो छातीमा यस्तो शक्ति तपाईँसँग तान्त्रिक शक्ति बाफ रे बाप पछाडिको भूतलाई के गयो गुरुबा त्यो भूतलाई के गयो त्यो भूतलाई के गयो अब त्यो के अरे समयले पाउँछ के गरौँ हो त्यो भन्नुहोस् त के गरौँ हो कालो कालो यो चौरी गाईको हो र हस् गुरुबा के बाँकी छ समयको लागि धन्यवाद अन्तिममा भूत के हो भूतलाई भन्नु त्यो के हो ए सरी रौ के को यो चौरी गाईको रौ भन्छ कि भूतलाई भन्छ बा होइन यो चौरी गाईको पुच्छर हो ए पुच्छर भन्छ यसलाई होइन जे पनि रौँ त रौँ हो नि होइन रौँ त रौँ हो तर यसको धेरै किसिमको महत्त्व छ तपाईँले कतिमा किनेर ल्याएको यो कि किन्दा पाइँदैन यो किन्दा पाइन्छ पाइन्छ कति पर्छ यसलाई तपाईँको 5000 आइसीमा लिएको मैले यो भुटानबाट ल्याएको हो मैले भुटानबाट ल्याएको आइसीमा भुटानमा आइसी चल्दो रहेछ है हजुर गुरु यो जुन चौरी गाईको पुच्छर छ नि यसले गर्छ चाहिँ के यसले धेरै कामहरू गर्छ जस्तो तपाईँलाई भूत प्रेत पिचासहरू लागेको छ नकारात्मक चिजहरू तपाईँको ज्यानमा छ भने होइन त्यसलाई हटाइदिन्छ भने यसलाई राम्रोसँग पूजा गरेर राम्रोसँग जगाउनु सक्यो भने यसले लक्ष्मी पनि तपाईँको घरमा भित्राउँछ भनेपछि यो चौरी गाईको पुच्छर भयो भनेदेखि कुनै तन्त्र मन्त्र चाहिँदैन बिरामी यसै ठिक पार्न सकिन्छ त्यसरी कहाँ हुन्छ तपाईँ त्यो त तन्त्र मन्त्र तन्त्र मन्त्र युज गरेपछि बल्ल त्यसले काम गर्छ हो अनि तपाईँको त यो चौरी गाईको पुच्छर चाहिँ भुटानबाट ल्याउनु भयो है हजुर तपाईँ केही समय अगाडि भुटान पनि पुग्नु भएको हजुर हजुर भुटानमा राम्रै तपाईँको सम्बन्ध छ धेरै राम्रो तपाईँको भक्तजन पनि भुटानबाट धेरै आउनुहुन्छ होइन केही समय अगाडि पनि मेरो भक्तजनहरू युकेबाट आउनुहुन्छ क्यानाडाबाट आउनुहुन्छ हङकङबाट आउनुहुन्छ भुटानबाट आउनुहुन्छ इन्डियाबाट आउनुहुन्छ
धेरै ठाउँबाट आउनुहुन्छ। गुरु तपाईँको जति पनि भक्तजन हुन्छ सबै विदेशी हुनुहुन्छ, नेपालीले चाहिँ तपाईँलाई किन मन नपराएका? होइन, नेपालीहरू पनि धेरै आउनुहुन्छ, धेरै आउनुहुन्छ होइन। हजुर तर म विदेशमा भएका मेरा भक्तजनहरूको मैले पूजा गर्ने भ्याइराखेको हुँदिनँ होइन। अनि त्यसरी नेपालमा पनि हुनुहुन्छ, नेपालीहरूलाई पनि धेरैलाई मैले गरिराखेको छु, उपचार गरिराखेको छु। त त्यही भएर तपाईँहरूले भन्दाखेरि पनि मैले तपाईँहरूलाई समय दिन सक्दिनँ। कतिचोटि राति 10 बजे 11 बजीसम्म कुराको कारण पनि त्यही त हो नि। तपाईँकोमा केही समय अगाडि हामी आउँदा पनि भेटेको थियौँ, नेपाल आर्मीको ठुलै पोस्टको श्रीमती पनि आउनुभएको थियो। त्यहाँ उहाँको समस्या समाधान भयो कि भएन? हिजो आज आएको देखिन। होइन, उहाँको समस्या समाधानै भएर उहाँ नआउनु भएको समाधान भएकै हो। हो। अनि गुरु तपाईँले योभन्दा केही समय अगाडि तपाईँको ब्रान्च यहीँ काठमाडौँको पनि इन्द्रेणी पुल साइड कतातिर खोल्ने या खुलिसक्यो, खुल्दैछ के ओपनिङ के भन्दै हुनुहुन्थ्यो। त्यस्तै गरी अनि फेरि पोखरामा पनि तपाईँको ब्रान्च खुल्छ भन्दै हुनुहुन्थ्यो, के छ? हजुर हो, इन्द्रेणी पुलमा मेरो भक्तजन मेरो चेली होइन लाई मैले चाहिँ उहाँलाई त्यहाँ खोलिदिएको छु। इन्द्रेणी पुलमै छ होइन। त्यहाँ नजिक भएकाहरू त्यहाँ गएर पनि उहाँलाई भेटेर गर्न सक्नुहुन्छ। म कहीँ आइराख्नु पर्ने जरुरत छैन भने अब पोखरामा पनि छिटै मैले खोल्दैछु। अनि पोखरामा ठ्याक्कै खुल्ने चाहिँ कहिले होला, टाइम केही छ? दिनमा खुल्छ, यहाँ खुल्छ भने? होइन, छ तपाईँको अब दोस्रो हप्ता, भदौको दोस्रो हप्ता। भदौको दोस्रो हप्तामा। हजुर। पोखरा कहाँ, कुन लोकेसन? पोखराको तपाईँको 0 किलोमिटर, बागलुङ बस पार्क जाने बाटो 0 किलोमिटर। त्यहाँ चाहिँ तपाईँको कहिले कहिले यो तपाईँको त्यहाँ भक्तजनहरूले चाहिँ तपाईँलाई कहिले कुन दिन भेट्न पाइन्छ? या काठमाडौँ छोडेर तपाईँ पोखरै बस्नुहुन्छ? होइन, म त्यो कदापि बस्नु सक्दिनँ होइन। महिनामा 20 दिन काठमाडौँ र 10 दिन चाहिँ पोखरालाई समय दिन्छु म। अनि त्यो दिन बिचमा जुन अब तपाईँको अब ल तपाईँ पहिलो हप्ता काठमाडौँ बस्नुभयो भने 2-3 हप्ता त यहाँ काठमाडौँ के अरे यता बस्दाखेरि त्यहाँ असर गर्ला नि त? होइन, गर्दैन। जस्तो तपाईँलाई भेट्दा पनि हुन्छ नि बिरामी, अब पहिलो हप्ता 10 गतेसम्म तपाईँ त्यहाँ बस्नुभयो, ठ्याक्क 12-13 गते बिरामी आइदियो भनेदेखि त्यसलाई चाहिँ कसरी? होइन, त्यहाँ मेरा भक्तजन हुनुहुन्छ, मेरा आफ्ना चेलाहरू पनि त्यहाँ बस्नुहुन्छ होइन। उहाँहरूले गर्नुहुन्छ र उहाँहरूले नसकेको उहाँ लाइफबाट जसरी मैले अमेरिका युकेमा हुँदा भएका भक्तजनहरूलाई विषय गर्छु नि, त्यसरी नै मैले लाइफबाट भाइबर वाट्सएपबाट चाहिँ उहाँहरूलाई गरेर र मेरा जुन चेलाहरू हुनुहुन्छ नि उहाँहरूलाई यस्तो विधि गर्नुहोस्, त्यो गरेपछि उहाँहरूलाई ठिक हुन्छ भने त्यसरी गर्छु। म नभए पनि मेरा चेलीहरू त्यहाँ हुनुहुन्छ। गुरु अब तपाईँलाई यति भनिसक्नु भयो, तपाईँको ठ्याक्क अब सम्पर्क गर्ने माध्यम त भएन, जतिको कतिपयले त तपाईँको फेसबुकमा जोडिनु भएको होला, तपाईँको कन्ट्याक्ट होला, कतिपय नयाँ भ्युवर्सहरू हुनुहुन्छ, उहाँको लागि सम्पर्क केमा गर्न सकिन्छ? यस्तो मैले गुरु भनेर कहिले पनि म आफूलाई गुरु भनेर सम्बोधन गर्नु म चाहदिनँ होइन। त्यसैले मेरो फेसबुक आइडी भनेको महावीर थापा भन्ने छ, फेसबुक पेज पनि छ, फेसबुक आइडी पनि छ होइन, महावीर थापा भनेर पनि। मेरो फोन नम्बर चाहिँ अब 985112 06947 9860 होइन 06947 हो भने अर्को एनसेलको नम्बर चाहिँ 98 होइन 64 80 916 हो। यी 3 नम्बरमा फोन हान्न मात्र मिल्यो कि फेसबुक, वाट्सएप, भाइबर छ? यो 3टै नम्बरमा छ? होइन, 2टै नम्बरमा छ। एनटिसीकोमा छ? एनटिसी र एनसेलमा छ। ठिक छ। तपाईँको अब कतिपयले भेट्नु भएन भने हाम्रो यहाँ हामीलाई पनि सम्पर्क गर्नु भयो नि, हामी तपाईँ होइन, तपाईँहरू जस्तो लोकप्रिय मिडियाहरू हुनुहुन्छ उहाँहरू तपाईँहरूलाई सम्झिनुहोस् होइन। तपाईँहरूले पनि त मेरो लोकेसन दिइराख्नु भएको छ बारम्बार होइन, दिनुहोस्। र एउटा के हो भने भक्तजनको कार्य के हो भने यो मात्र हेर्ने होइन क्या, तपाईँहरू सेयर पनि गर्नुहोस् क्या, सेल्फिस नबन्नुहोस् क्या। सबैभन्दा मैले नेपालमा सेल्फिस भनेको देखेँ कि आफू हेर्ने होइन, नम्बर पत्ता लगाउने, उपचार गर्ने। ए बाबा, यही भिडियो अरूलाई पनि सेयर गरिदिनुहोस् न, धर्म कमाउनुहोस् न। सेयर गर्दा न पैसा जान्छ, न तपाईँको पैसा जान्छ, न त समय जान्छ।
ए बाबा हेर्नुहोस्, हेरिसकेपछि यो भिडियो अरूलाई सेयर गर्नुहोस्, कमसेकम 1-2जनाले हेर्लान् होइन, त्यस्तै परेकोले उपचार गर्न पाउलान् होइन। तपाईँ जति दानी बन्नुभयो नि तपाईँ त्यति नै फल प्राप्ति गर्नुहुन्छ क्या। तपाईँले 1 मुठी कसैलाई दान गर्नुभयो भने 10 मुठी भगवान्ले तपाईँलाई दिन्छ क्या। गुरु तपाईँको एउटा भनाइ छ नि, एउटा हातले दान गरेको अर्को हातले नदेखोस्। उहाँहरूले नि त्यही सोच्नुहुन्छ त, मैले सफलता पाइहालेँ अरूलाई किन देखाउनु भनेर त्यही गर्नुभयो त। अधिकांशहरू त्यस्तो छन् होइन। यो गुरुको नम्बर दिनु हुँदैन, म फल्ना गुरु कहाँ गएँ विषक भएँ, अब मैले चाहिँ अरूलाई नम्बर दिनु लाज हुन्छ। गुरु तपाईँकोमा आउँदाखेरि चाहिँ अब हुन्छ नि कतिपयकोमा चाहिँ पहिल्यै टिकट काट्नुपर्छ, यतिको टिकट काट्ने इन्ट्री फी, यतिको पूजा फी, अब त्यो हेरेको छुट्टै त्यस्तो हुन्छ नि। तपाईँको के छ? मेरो केही पनि छैन। कति लाग्छ कि लाग्दैन के छ? केही लाग्दैन, तपाईँको सो इच्छाले होइन, जे दिनुहुन्छ त्यो हो। हुन त तपाईँ काठमाडौँ सायद हुनसक्छ तपाईँ सम्पत्ति भएर पनि नभए जसरी यो धर्म गरेर बस्नुहुने गुरु पहिले नै हुनसक्छ होइन। मलाई चाहिँदैन क्या, किनभने मलाई भगवान्ले कुशल छोरा दिनुभएको छ, छोरी दिनुभएको छ होइन। मेरो छोरा चाहिँ एउटा संसारकै एउटा वान अफ द बेस्ट कन्ट्रीको चाहिँ आइटी इन्जिनियर हो भने होइन, बुहारी पनि आइटी इन्जिनियर हुनुहुन्छ होइन। केही नभए उहाँहरूले महिनाको 7-8 लाख रुपियाँ नेपाली इजिली कमाइराख्नु भएको छ भने उहाँहरूलाई महिनाको 1-1.5 लाख रुपियाँ मलाई दिनु केही पनि ठुलो कुरा होइन। त्यो पैसाले मेरो जीवन चलिरहेको छ भने मलाई यो बारेमा मैले चिन्ता गरिराख्नु पनि केही पनि जरुरी छैन। र त्यसैले मलाई सेवा दिनु छ, पैसा होइन। पैसा मलाई भगवान्ले दिनुभएको छ। गुरु तपाईँले केही समय अगाडि भन्दै हुनुहुन्थ्यो मेरो चाहिँ मन्थली यति आउँछ भनेर, कति 7 लाख कि 7देखि 10 लाख रुपियाँ पर मन्थ मेरो ब्याङ्कमा मात्रै आउँछ। र प्लिज म तपाईँहरूलाई जो हात जोड्छु, मेरो 2टा घर छ होइन। कोही मानिसहरूलाई खेतीबारी पनि छ, कोही मानिसहरू गरेर खानुहुन्छ भने तपाईँहरू आउनुहोस् होइन। म घर पनि बस्नुलाई घर पनि दिन्छु, खेती गर्नुलाई जमिन पनि दिन्छु। कुन ठाउँमा गुरु? कोही अप्ठ्यारोमा परेको हुन्छ नि त, अब बस्ने खाने। त्यस्ता मान्छेहरू हुनुहुन्छ भने प्लिज आउनुहोस्। मैले हात जोडेँ, 2टा घर छ होइन। केही नभए काभ्रेमा हो, काठमाडौँमा होइन, काभ्रेमा 50-56 रोपिने जग्गा छ मेरो होइन। त्यो जग्गामा तपाईँहरू काम गर्नुहोस्, कमाउनुहोस्, खानुहोस्, सम्पत्ति जोड्नुहोस् होइन। जे गर्नुहोस् मलाई केही चाहिएन होइन। तर मेरो त्यो घरको र बोट बिरुवाको संरक्षण गर्नुहोस्, तपाईँ आउनु सक्नुहुन्छ। काभ्रेमा त अलि धेरै टाढा भयो नि त गुरु, जस्तो कस्तो? मेरो पनि छ नि त। यहाँबाट 60 किलोमिटर मात्रै हो भने 1.5 घन्टामा पुगिन्छ तपाईँको। 1.5 घन्टा? कति बेला त यहाँ काठमाडौँमा बस्नुपर्ने हुन्छ नि त। ए बाबा, ती स्कुल छ, 3 धारे झरना हो होइन। त्यति टाढा छैन, 1.5 घन्टाको बाटो हो। काठमाडौँ बिहान आएर बेलुका फर्किन सकिन्छ होइन। यदि तपाईँहरूलाई इच्छा छ भने आउन सक्नुहुन्छ। गुरु तपाईँको काठमाडौँमै पनि जग्गा छ कति रोपनी भन्दै हुन्थ्यो। हजुर, त्यो जग्गामा चाहिँ के छ अहिले? त्यो जग्गामा चाहिँ कस्तो भने अलरेडी भाडामा दिएका छौँ होइन। र कुनै ठाउँमा सुन्तला बगैँचाहरू छ भने, आफ्नै घरहरू पनि छ भने भविष्यमा केही आसाम र बङ्गाल बनाउने सोचिराखेका छौँ। त्यसैले त्यो चाहिँ दिन सक्दैनौँ होइन। यदि गाउँमा त्यसो गर्ने हो भने चाहिँ तपाईँहरूले मजाले त्यहाँ बस्न सक्नुहुन्छ। आउनुहोस्, म आह्वान गर्छु। ठिक छ गुरु, अब हामी अहिले अन्त्यमा नै छौँ। यति व्यस्तताको समयमा पनि हामीलाई समय दिनुभयो। अन्तिममा हामीले सोध्न बिर्सिएको र तपाईँलाई भन्न मन लागेको केही कुरा छ भने, कुनै तपाईँले दिनुपर्ने सन्देशहरू छ भने दिनु होला गुरु। होइन, म सबैभन्दा ठुलो सन्देश त म के दिन चाहन्छु भने प्लिज धर्म परिवर्तन नगर्नुहोस्। धर्म परिवर्तन गर्नु महापाप हो होइन। यदि तपाईँले धर्म परिवर्तन गर्नुभयो भने तपाईँलाई त सङ्कट नहोला, तर तपाईँको छोरा नातिलाई सङ्कट आउँछ होइन। पुर्खाहरूले गरिराखेको धर्मलाई परिवर्तन गर्दाखेरि होइन, त्यसले अनिष्ट अपनाउँछ र त्यसले घाटा तपाईँ वा तपाईँको छोराछोरीलाई अवश्य निम्ताउँछ। त्यसैले धर्म परिवर्तन गर्नु महापाप हो, धर्म परिवर्तन नगर्नुहोस्। मैले अन्त्य भन्दै गर्दाखेरि तपाईँलाई मैले फेरि एउटा सानो कुरा सोध्न चाहेँ। धर्म परिवर्तन भन्नुभयो,
तपाईँले पशुपतिमा चाहिँ कुनै औँसी या कुनै तिथिमा चाहिँ गएर प्रेत आत्मा होइन कतिपयको चाहिँ पितृको पूजा त्यस्तै के भन्ने गर्नुहुन्छ यो गर्नलाई अब तपाईँलाई अस्ति मैले फोन गर्दा तपाईँ टिचिङ हस्पिटलमा उपचार गर्दै हुनुहुन्थ्यो भयो आफू बिरामी उता टिचिङ हस्पिटल जाने यस्तो अनि अरू बिरामी तपाईँ कहाँ किन होइन आउने यस्तो बिरामी कुन बिरामी हो त्यो हेरेर हुन्छ होइन मलाई के अरे आस्थमाको बिरामी थिएँ होइन त्यो फुफा गरेर हुँदैन हेर्नुहोस् के को बिरामी भन्नुभयो आस्थमा के हो भनेको त्यो भने आस्थमा भने दमको बिरामी थियो अँ। होइन त्यो त यताउति गरेर हुँदैन नि त त्यो त हस्पिटललाई जानुपर्छ बाबा मैले पनि यहाँ आउने अधिकांश बिरामीहरूलाई हस्पिटललाई जा भन्छु क्या अँ, हस्पिटललाई जा भन्छु होइन अँ, तर कतिपय बिरामीहरू अस्ति भर्खरै एकजना दिदी आउनुभएको थियो होइन अँ। उहाँले 2 वर्ष हस्पिटलमा उपचार गरिसक्नु भएको तर उहाँको लाइट निको भएन अँ, म कहाँ आउनुभयो अँ, मैले के भने तपाईँको त्यो औषधिहरू सबै पहिला सोधेँ हस्पिटल जानु भनेर गएँ भन्नुभयो त्यसपछि तपाईँले त्यो सबै औषधिहरू लिएर आउनुहोस् भने औषधिहरू लिएर आउनुभयो त्यो औषधिहरूमा फुकिदिएँ होइन केही दोषहरू थियो त्यो कटाइदिएँ अहिले उहाँ आहा कस्तो राम्रो उज्यालो भएर होइन मलाई धन्यवाद बाबु भन्नुहुन्छ गुरुबा तपाईँले मासु खानुहुन्छ कि नै खान्न पहिला खानुहुन्थ्यो है अब पहिला त के खायो के खाएन त्यो सबै खायो खाने नखाने सबै खाइयो है सबै खायो मासु खानेलाई के भन्नुहुन्छ मासु खाने धेरै बाँच्छन् कि नखाने धेरै बाँच्छन् नखाने धेरै भन्छ तर मान्छे त अनेक कारणले मर्छन् नि कोही दुर्घटना भएर मर्छन् कोही बाइक स्पिड चलाएर मर्छन् हो मासु खानेसँग के सम्बन्ध होइन होइन अलिकति रोगको हिसाबले चाहिँ होइन मासु नखाने भन्दा मासु खाने अलिकति रोगी बढी हुन्छ त्यति हो ग्यारेन्टी हो यो कुरा ग्यारेन्टी तपाईँको कालो टिका चाहिँ कसरी बन्दो रहेछ यो जानकारी पाउनु होइन कालो टिका यो 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 मोसो हो कि के हो यो होइन म आफै बनाउँछु यो के हालेर बनाउनुहुन्छ तान्त्रिक विधिबाट धेरै कुराहरू चाहिन्छ अनि यो कराईको बाहिरको होइन यो होइन प्रेस पेपरको बाहिरको होइन 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 कालो होइन होइन हामी आफै बनाउँछौँ अनि कालो टिका लगाउनुको कारण चाहिँ के हो कालो टिका भनेको प्रोटेक्सन हो तपाईँको यो टिकाले के तपाईँलाई बचाउँछ मान्छे गुन्डा आयो भने तपाईँलाई मारिदिइहाल्छ नि उतिखेरै ल भन्नु न गुन्डाहरूले पनि मार्नुभन्दा अगाडि पटक पटक सोध्छन् क्या बुझ्नु भएन मसँग छुट्टै किसिमको कालो टिका छ जुन टिका नि तपाईँले बजारमा किन्न पाउनुहुन्न तपाईँले कालो टिका देखाउँदै हुनुहुन्छ होइन त यही कालो टिका लाएर तपाईँले घाँटी काट्छु भन्नुभएको तपाईँ घाँटी त खै छोएकै छैन कसैले पनि किन म किन घाँटी काट्नु अनि चुनाव भएपछि घाँटी अनि काट्छु कार्की आएको प्रतिवेदन सार्वजनिक गरेर चुनाव गराउन सकिन् भने म घाँटी काट्छु भनेको कार्की आएको प्रतिवेदन सार्वजनिक गर्न नि सकिनन् उनी आफै ठाडो भागिन् कुलिलाम भागिन् होइन अझ उहाँको जग्गामा बालेनले किन डोजर लाएको छैन सरकारी जग्गा मिचेर बसिराखेका छन् बालेनजी यो कुरा चाहिँ तपाईँ अरूको घरमा मात्रै डोजर होइन होइन भूप प्रधानमन्त्री सुशीला कार्कीको घरमा पनि डोजर लाउनुहोस् सरकारी जग्गा मिच्नुपर्छ उहाँले तपाईँको आग्रह आग्रह होइन के त साधारण जनताको घरमा मात्रै डोजर लाउने होइन नि त उहाँको पनि लाउनु पर्यो सरकारी जग्गा मिचेको छ कसले बिचा छ फेरि प्रधान न्यायाधीशले हिजोको प्रधान न्यायाधीश भूप प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा मिच्नु भएको छ हो गुरु तपाईँसँग त यो कालो मोसो भयो अर्को मान्छे पोलेको चियानको त्यो खरानी पनि छ होइन छ देखाउनुहोस् त तिन देखाउनु पर्यो त्यो रोजगारमा धेरै पैसा फस्ने खोजिरहेको हुन्छ मान्छेको होइन तपाईँले पैसा ठग्ने ठगलाई पक्राउ गर्न अथवा त्यसलाई सम्पर्कमा ल्याउन सक्नुहुन्छ मन्त्र सन्त्र गरेर 100% सक्नुहुन्छ 100% कसको उठाइदिनु भएको छ अहिलेसम्म तपाईँसँग तथ्याङ्क छ कि तपाईँ मन पनि बोल्नु भएको तथ्याङ्क छ तथ्याङ्क छ है बस। कति लाख निकालिदिनु भएको छ अहिलेसम्म पीडितको अब यति लाख भनेर त मसँग मैले डाटा राख्दिनँ कसैको पनि होइन तपाईँहरूलाई भनिहालेँ मैले कुनै पनि मेरा भक्तजनहरूको फोटो म फोन नम्बर पनि राख्दिनँ क्या उहाँहरूको है फोन नम्बर पनि राख्दिनँ म तपाईँले फसेको पैसा उठाइदिनु सक्नुहुन्छ वैदिक रोजगारीमा गएका अन्य अन्य फसेका मान्छेको तपाईँले उठाइदिनु भए के काम प्रहरीको भने क्या तपाईँ यस्ता हावादारी कुरा गर्ने गुरु कस्तो
हँ? कस्तो प्रहरीले उठाउन नसकेको, प्रहरीले मोस्ट वान्टेड गरेर खोज्दाखेरि नभेटेका हजुर मानिसहरू अँ, मैले यो लोकेसनमा छ, अँ। प्रहरी लिएर जानुहोस्, भेट्नुहुन्छ भनेपछि भेटेको छु नि। तपाईँहरू जस्तै पत्रकारको क्या ठुलो पत्रकारको तपाईँहरूले नै भेट्नुपर्छ उहाँहरूलाई। कुन पत्रकार नाम नाम लिनुहोस् त। अब नामै चाहिँ नलिउँ, अर्काको बेइज्जत नगरौँ, तपाईँहरूले भेट्नुपर्छ। 100% तपाईँ ठिक पारिदिनुहुन्छ होइन, चेक पारिदिनुहुन्छ होइन। आफू बिरामी हुँदाखेरि चाहिँ अस्पताल जाने अनि अरू बिरामी हुँदा तपाईँ कहाँ आउने, यो मिलेन कुरो नि। होइन होइन तपाईँलाई अस्ति मैले फोन गर्दाखेरि तपाईँले चाहिँ नि हेर्नुहोस् त, अँ, उपसभामुख रुबी कुमारी ठाकुर अँ। उहाँले संसद चलाएको तपाईँलाई कस्तो लाग्यो? सुन्नुभयो, भिडियो हेर्नुभयो तपाईँले? लाज लाज लाग्यो अरे के मान्छेलाई कमेन्टमा लेखेका छन्, घिन लाग्यो अरे के मान्छेले त्यो संसद चला देखेर। लाग्छ लाग्छ एकचोटि चान्स दिएको हो। तर बोल्न पनि राम्रोसँग नआउनेलाई भन्छन् के मान्छेले। होइन एकचोटि बाल साजीले अहँ। होइन एउटा अब एउटा के अरे विरोध गरिराखेको मान्छेलाई एउटा केही पनि सिट दिएन, दिउँ न त अहँ। होइन, 15 दिएको मात्रै हो क्या, दिएको मात्रै हो क्या। तर काम त लागेन नि त होइन। कामै नगर्ने भने त्यो कामै लाग्दैन, उसले गर्न सक्दैन, थाहा भएर उपसभामुख दिएको क्या। अहँ, सक्षम भए त सभामुख दिइहाल्थ्यो नि भने। अहँ। सभामुख जसलाई बोल्नै आउँदैन, प्रश्न लेख्नै आउँदैन होइन, अहँ। लेखेको कुरा पढ्न आउँदैन, अब त्यस्तो कुरा सभामुख उपसभामुख यो देशको अहँ। लाजै मर्नु विडम्बनाको कुरा संसार हाँस्ने काम गरिरहेको छ क्या। तपाईँ आँखा खोलेर बोल्नु न गुरु, आँखा खोलेर बोल्नु त। आँखै खोलेर बोलेको छु क्या, यथार्थ सत्यमा आँखै खोलेर बोलेको छु क्या, आँखा चिम्लेर होइन, आँखै खोलेर बोलेको छु क्या। त्यसै भन्नुहोस्, राधिका के दासी ठिक कि वेदिका केसी ठिक? हँ? तपाईँले कुन पक्ष लिनुहुन्छ, राधिका कि वेदिका? राधिका पनि लिन्न, वेदिका पनि लिन्न। एउटा लिनुहोस् जबरजस्ती, तपाईँलाई लिनुपर्ने बाध्यता भयो। किन लिने? पैसा नि हो त हाम्रो। तपाईँले जबरजस्ती लियो भने म लिन्छु क्या। लिनु पर्यो नि यहाँ, किन लिने? अन्तर्वार्तामा बसिसक्यो किन भने। लिने? लिनु पर्यो नि त्यसरी भयो नि। किन लिने? यस्तो गरेर पाइन्छ तपाईँले? दुइटै असक्षम म, दुइटै फेलियर। दुइटै फेलेर। तपाईँ मात्रै गुरु त्यसो भए? होइन म तपाईँ मात्रै सही त्यसो भए? ए बाबा म सही भनेकै छुइनँ नि बाबा। अनि अरूलाई गलत भएपछि सही त आफू भयो नि त्यसो भए। होइन तपाईँको आशय के हो त? गलत हो, दुइटै गलत हो। तपाईँ त्यसो सही हो त? हो तपाईँ सही हो? हो छान्नुहोस् न एकजनालाई भनेको। होइन उनीहरू जस्तो मासिक धर्मै नमानिकन होइन म उसमा बस्दिनँ, एउटा ज्ञानै नभइकन यो ढ्याङ्ग्रो र ऊ ढ्याङ्ग्रो भन्दिनँ होइन, के अरे झाँक्रीहरूको स्वास्नी जम्मै बोक्सी हुन्छ म भन्दिनँ होइन, अहँ। म भन्दिनँ, अनि म कसैको विरोध पनि गर्दिनँ। तपाईँले छ नि, तपाईँले आफ्नो झाँक्रीहरूलाई मात्र सपोर्ट गर्नुभयो क्या, तपाईँले राम्रो व्यक्तिलाई सपोर्ट गर्नु भएन भन्ने कुरो छ कि। कस्तो झाँक्रीहरूलाई सम्मान गर्ने? मैले त बारम्बार होइन मातालाई झाँक्रीलाई गाली पनि गरेको छु क्या। माई नेम इज भोले काली होइन, पाल्छन् यति ठुला ठुला के अरे लट्टाधारी होइन, के अरे पहिला छली होइन बनाउँछन् थरी थरीका बोयफ्रेन्ड भनेर त भनिराखेको छु त मैले। त्यसमा एउटा ग्रुपले एउटा ऱ्याप गाउनुहोस् ल त्यसो भए। ऱ्याप गाउँ? माई नेम इज भोले काली, आइएम अ लट्टाधारी, बुढालाई छली बनाउँछु थरी थरीका बोयफ्रेन्ड। नाठा नाठा। माई नेम इज भोले काली, आइएम अ लट्टाधारी, बुढालाई छली होइन, तपाईँको लट्टा छैन त गुरुबा? बुढालाई छली छन् मेरा थरी थरी। तपाईँको लट्टै छैन लट्टा भनेर हुन्छ? होइन होइन भएकाहरूलाई भने क्या। तपाईँ ऱ्याप लेख्नुहुन्छ है? तपाईँ त अहिलेको यङ चाहिँ अलिकति ऱ्याप लेख्नेवाला त पढ्नु भएछ होइन, ज्योतिष पढ्नु भएछ होइन? होइन ऱ्याप पनि गाइन्छ, स्याप पनि गाइन्छ होइन, अचेलका त अचेलका होइन, धेरै क्या, मैले थोरै भनेको छैन कि, अघि नै भनिहालेँ नि होइन। माई नेम इज के अरे आइएम अ लट्टाधारी होइन, नाम के अरे थाहा छ? के? माई नेम इज के अरे
भोला काली रे के भोले काली रे के होइन आइएम लट्टाधारी रे के बुढाको आँखा छले आइएम ह्याभिङ अ बोयफ्रेन्ड थरी त्यस्तो नि भन्न पाइन्छ? यथार्थ सत्य त्यही हो। अन्तिममा भन्नुहोस्, कसलाई के आशीर्वाद र कसलाई के श्राप दिनुहोस् होला भन्नुहोस्। मैले कसैलाई श्राप पनि दिँदिनँ होइन, आशीर्वाद म दिन्छु। अहिलेका जति पनि देशका सत्ताधारीहरू छन् होइन, सत्तामा पुगेका छन्, नयाँ भाइ बहिनीहरू हौ तिमीहरू होइन, नयाँ जोस छ, नयाँ जाँगर छ होइन, देश बनाऊ, सम्पूर्ण भ्रष्टाचारीहरूलाई जेल हाल होइन, यिनीहरूले विदेशमा लगेका पैसाहरू स्वदेशमा फर्काऊ होइन, त्यो भन्न चाहन्छु। हस्, धन्यवाद गुरु, धन्यवाद हजुरलाई। हर्क साम्पाङले खुकुरीले घाँस काटेको भिडियो अहिले भाइरल छ, विरोध छ। हर्क साम्पाङलाई यति पनि थाहा छैन कि क्या हो, कि खसी काट्ने केले हो, घाँस काट्ने केले हो, यो सेन्स पनि छैन कि क्या? हर्क साम्पाङलाई के भन्नुहुन्छ बा? होइन, हर्क साम्पाङलाई त्यति धेरै बुद्धि भइदिएको भए होइन, 3 सिट लिएर आएको मान्छे होइन, घरि प्रधानमन्त्री बन्छु भनेछ होइन, घरि यता मुस्लिमहरूलाई उठाएको छ, घरि जनजातिलाई उठाएको छ होइन, खालि देशमा झाइ झगडा गर्नु बाहेक होइन, संसदमा आएर टेबल फोर्न बाहेक, संसदलाई अवरोध गर्न बाहेक होइन, अरू विकासमूलक काम के चाहिँ गर्नुभएको छ भनेको उहाँ जस्तो महामूर्ख होइन सँग हो के कुरा गर्नुभएको तपाईँले? हर्क साम्पाङ मूर्ख भनेको श्रमदाता पिता। कस्तो श्रमदाता पिता? श्रमको पिता हो नि त हर्क साम्पाङ। सबै दाम कमाउने पिता। क्युआर दियो है, क्युआर देखायो, 10 लाख कमायो होइन, अनि 2-4 लाख रुपियाँ बाँडिदियो गरिबहरूलाई है, चिउरा फुको चिउरा र मासु खिलायो होइन, श्रमदान गरायो अनि सिद्धियो स्वाहा। त्यो सबै पैसा कमाउने बाटो। क्युआरले देश बन्छ? संसारको कुनै पनि इतिहासमा क्युआर गरेर देश चलाएको बनाएको देख्नुभएको छ? तर क्युआरले त पार्टी चलाउने विचार गर्नु भएको छ, उहाँले चलाइरहनु भएको छ अहिलेसम्म चाहिँ। उहाँले बनाएको तपाईँले पुल देख्नुभएको भएन? त्यो बाँसको पुल, कति ठुलो पुल छ हेर्नु त, बाँसको पुल। हजुर, त्यो बाँसको पुल कहिलेसम्म टिकाउ हुन्छ? एउटा बर्खा त गर्छ नि त कमसेकम। खोलो आयो जाँदा पनि बेग्लै कुरा हो त्यो। एउटा खोला आयो गइहाल्छ, बेकारमा वेस्टिङ पैसा होइन, जनताले पठाएको क्युआर होइन, त्यो 50 लाख पठायो भने 20 लाख रुपियाँको क्युआरको काम गर्यो होइन, 30 लाख रुपियाँ स्वाहा। खालि दाम कमाउने काम है। उहाँ हिजो हेर्नुहोस् है, त्यो टेम्पो ड्राइभर, रिक्सा ड्राइभर हुँदा नि दामै कमायो लुटेर होइन, 20 रुपियाँ पर्ने ठाउँमा 50 रुपियाँ के अरे लिएर, बुझ्नु भएन? त्योभन्दा पहिला विदेशमा कामै नलागेर काम गर्न नसकेर फेरि ठगी खानलाई नेपाल आएको, नेपाल आएर नक्कली माओवादी बनेर पैसा उठाउँदै गएको होइन। त्यो बेलामा प्रहरीले समातेर डन्डी हानेर केही दिन कस्टडी पनि राखे मान्छे होइन, अनि त्यहाँपछि क्रिस्चियन भएर बप्तिस्मा पनि लिएको मान्छे, त्यहाँपछि फेरि हिन्दू पनि भएको मान्छे होइन। उहाँको चरित्रै के छ? त्यसमा एक शब्द गुरु। हजुर, जय 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 महाकाली, जय भद्रकाली, जय के भन्नुहोस् त हजुरले? के भन्नु पर्यो? डमरू बजाउनु न एकचोटि। किन बजाउने? बजाउनुहोस् न। होइन, बेला न कोही बेला यो डमरू बजाउनु भन्दैन। डमरू बजाउने भने सन्ध्याकालीनमा हो। सन्ध्या त भइसक्यो त। होइन, नित्य पूजा गर्दा हो होइन। ल गुरुबा त्यसो भनिदिनुहोस्, हजुर, कुलमान घिसिङको भाग्य भविष्य कस्तो छ? उदाउने बाटोमा छ या निदाउने बाटोमा छ? उँभो जाने। उँभो भने कता माथि? होइन, तलतिर जाने। ए तलतिर पो छ? उँभो जाने लाउरे दाईको जुत्ता मुनि काँटी, छोरी हेर्न जाँदाखेरि आमा रहेछ ब्युटी होइन, धरानका सिटी हट्टन कट्टा ठिटी, मन्दिरलाई बनाइसके गाँजा खाने अड्डा होइन, त्यही हो।
तपाईँ त अन द स्पोट ऱ्याप गाउनु रहेछ है हो तर मलाई ऱ्याप मन परेन म्यान मन नपरे मन परेन मलाई यो ऱ्याप तपाईँको आफ्नै विचार तर यो ऱ्याप मलाई मन परेन गुरुबा नपरोस् होइन उधो भन्नुभयो कि उभो भन्नुभयो हँ? कुलमान घिसिङको भविष्य उधो कि उभो उँधो उधो उँधो निचे होला छैन भविष्य भएको छैन तर उहाँ त उज्यालोको नायक हो नि गुरुबा तपाईँ के कुरा गर्नुभएको फेरि नायक होइन खलनायक के बिगाडिदिनु भयो तपाईँको के खाइदिनु भयो क्या गुरुबा के होइन। खाली विरोध खाली हेत्तेर किन मेरो दाजुभाइको क्युआर पैसा लुटिरहेको छ यार के खाइदिएछ कसले अर्केले मैले कुलबानु कुरा गरिरहेको छु बा हँ? कुलबानु कुरा गरिरहेको छु ए कुलमानजी अँ, अब कुलमानजी बिचरा राम्रो मान्छे हो हजुर होइन हजुर तर बिचरा उहाँलाई दशा लाग्यो अहँ, होइन त्यसरी राजसभामा पुगिसकेको मान्छे होइन त्यहाँबाट फिर्ता आउन नहुने हो होइन अरूको लैलामा लागेर होइन यसरी पार्टी खोल्न नहुने हो मैले त उहाँलाई चुनावभन्दा अगाडि नै उहाँले हार्नुहुन्छ भनेको थिएँ होइन तपाईँहरूले हाउ हाउ भनेर प्रश्न सोध्नुभएको थियो होइन अहँ। मैले अब चुनाव पछाडि देख्नुहुन्छ भन्दाखेरि यदि भएन भने के गर्नुहुन्छ भएन भने के गर्नुहुन्छ भन्नुभएको थियो नि परिणाम चुनावमा देख्नुहुन्छ मैले भनेको थिएँ हारिहाल्नु हो सदम भन्नुहोस् हर्क साम्पाङ कस्तो नेता हो त उहाँ खुकुरीले घाँस काट्ने कस्तो नेता हो भन्नुहोस् ठिस नेता थिस अँ। के बोलेको यस्तो तपाईँ यथार्थ सत्यमा थिस ठिस कुकुरले घाँस काटिन्छ त्यो पागलपना हो जे गर्नुहोस् भने तपाईँबाट केटाको दुखाइ कस्तो टाउको दुखायो भने कुकुरले घाँस काट्छ काट्नु भयो त उहाँले नगरे काम गर्नुभयो त के बिग्रियो भने त्यो पागलपना के हुँदै नहुने काम गरेर के काम गर्यो भने तपाईँको के त्यतिका तपाईँ तपाईँको के बिग्रियो तपाईँको के काटियो तपाईँको भन्नुहोस् न के मेरो केही पनि बिग्रेन क्या अनि किन आलोचना गर्नु त कुकुरले काट्नु कि चम्चाले भात खाउन् कि बेलचाले भात खाउन् कि तपाईँलाई केटाको दुखाइ ए बाबा जनताले चुनेर पठाएको प्रतिनिधि हो नि त होइन त्यस्ता प्रतिनिधिले वाहियात काम गर्छ भने मेरो टाउको दुखाइ कसको दुख्छ म नेपाली जनता हो मेरो दाजुभाइले भोट दिएर जिताएको हो त्यो ठाउँमा होइन आज पनि मैले तिरेको ट्याक्स उहाँले खानुहुन्छ घिच्नुहुन्छ क्या घिच्नुहुन्छ है अँ खानुहुन्छ भन्नुहोस् न कस्तो अशब्द बोलेको त्यो घिचेकै हो क्या खाएको त राम्रो काम गर्थ्यो नि त हँसियाले घाँस काट्थ्यो नि त कुकुरले काटिदियो नि क्या त्यो घिचेकै हो